आज म यो फर्स्ट भ्लग बनाइरहेको छु यसरी माइकबाट र यसमा अलिक तलमाथि हुन सक्छ यसमा तपाईहरु आफै कम्प्रोमाइज गरेर नमस्कार सबैलाई म आज नयाँ भ्लग लिएर तपाईहरुको समक्ष उपस्थित भइसकेको छु। आज म सिधा तपाईको बैंककबाट तपाईहरुलाई केही जानकारी दिन गइरहेको छु। राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो। जुन आज हामी टाइम एक्सपेन्ड गर्यौं, जुन हामी घुम्यौं, आज त्यो के कस्तो रह्यो त त्यसै विषयमा थप जानकारी गर्न हामीसँग जोड्नु भएको छ हाम्रो अग्रज सिनियर सरहरु। उहाँहरुसँग कुरा गरौं जस्ताको त्यस्तै। सर, आजको बैंककको बसाई घुमाई र आजको जुन किनमेल गर्यो कस्तो के लाग्यो तपाईलाई चाहिँ आफ्नो छोटकरीमा जानकारी दिनु न। नमस्कार दर्शकहरु, साथीहरु। हामी अब यसरी घुम्न आएका थियौं। अब यहाँको बारेमा, जानेको बारेमा, कुराहरुको बारेमा हाम्रो अभिनन्दन भाइको च्यानलमा आएर बल्ल आज अर्को कुरा पनि भनौं साथी, आज म यो फर्स्ट भ्लग बनाइरहेको छु यसरी माइकबाट र यसमा अलिक तलमाथि हुन सक्छ यसमा तपाईहरु आफै कम्प्रोमाइज गरेर हेर्नु होला। अब त्यसको लागि अब थोरै एडजस्ट गर्नुपर्ने हुन्छ। जस्तो साच्चै के रह्यो त वास्तव मान्छेले यहाँ आउने मान्छेले के भन्न चाहनुहुन्छ तपाई हामी नेपालीहरुलाई? यस्तो हो, अब हामी बिहान अलिकति अब राति बेलासम्म डुलेकाले बिहान अब अलि ढिलो भए पनि उठेर टक्क खानासाना खाए, बिहानको ब्रेकफास्ट खाएर टक्क टोयोटा गाडीमा बसेर 2-2.5 घण्टाको यात्रा पछाडि के भन्छ पटायाबाट बैंकक आयो। बैंकक आउँदाखेरि अब बाटोमा वरिपरि त्यहाँको विकासको कुराहरू कसरी चाहिँ एउटा के अरे खेती गर्ने देश चाहिँ एउटा उद्योगहरू बनाउँदो रहेछ भन्ने कुरा हेर्दै हेर्दै आयो। त्यसपछि बैंकक आइसकेपछि एउटा धार्मिक टुरहरू पनि भए। त्यसपछि हामी टाढा विश होटलमा आएर अहिले बसेर एकछिन आराम गरेर बेलुका शपिङ गर्न गयौँ। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना। सस्तो रहेछ सामानहरुतिर भन्दा जस अलिकति अब बार्गेनिङ गर्न सक्ने चाहिँ फेरि धेरै बार्गेनिङ गर्न सक्दा रहेछन्। जस्तै अब भाइले पनि यसो के किन्दाखेरि 170 को सामान 100 रुपैयाँ किन्यौ, हामी मस्तले 25 रुपैयाँ सामान 26 रुपैयाँ किन्यौ, हामी मस्तले 25 रुपैयाँ सामान 26 रुपैयाँ किन्यौ। यसको मतलब यहाँ बाहिरमा अलिकति बार्गेनिङ गर्ने छ भने त देखियो, त्यसलाई त्यो बाटो अरु भन्दा अलिकति बाटो हो भन्ने खालको एउटा देखियो भनौँ। ठीक छ, प्रमाणितै भयो भने त्यसमा चाहिँ हामीले अब अलिकति हामी सुध्रिन्छौँ। भाइले पनि हामीलाई सिकाउनु पर्यो। जस्तै तपाईँ नेपालबाट आउने तपाईको टुरिस्टहरुलाई के भन्न चाहनुहुन्छ? के कसो यहाँको माहौल छ, कसरी गर्न सकिन्छ? नेपालबाट आउने टुरिस्टहरुलाई चाहिँ पैसाले धेरै आउनु भन्न चाहन्छु, पैसाले धेरै आउनु भन्न चाहन्छु। कौन है ये लोग? एक दो दिन का लाभ छुट्टी पैसा कमी पैसा अब ये भन्दा पनि जे मलाई म होस्ट होइन, होस्ट तपाईँ र तपाईँलाई म समर्पण गर्न चाहन्छु। ल कुरा गर्छु।